उहाँहरूलाई हटाएर त आज मैले मात्रै पाएको यो उद्धार र सुधारको जिन्दगी मैले मात्रै उपभोग गरेर हुँदैन त आफूले पाएको यो उद्धार र सुधारको काम हरेकलाई म उद्धार गर्नेछु, अरूलाई पनि म सुधार गर्नेछु भनेर त हाम्रो चाहिँ घर भक्तपुरमा पनि छ, रामेछापमा पनि। त आमा हजुर हिजोको दिनमा एक दिन गाडी चढ्यो भने 15 दिन थला परेर बस्ने मान्छे त सदाबहार ओछ्यानमै हुन्थ्यो। महिनामा 5 दिन आमा सन्चो भयो भने सदाबहार ओछ्यानमै आमाको एकदमै थल्लिएर बस्नुपर्ने हिजोको दिनमा त्यस्तो अवस्था थियो भने त 40 वर्षसम्म मम्मीले नटुटाइकन औषधि, हरेक शरीरको बिमारहरूको औषधि, मम्मीको काम भनेको बिहान उठेदेखि बेलुका नसुत्दैसम्म खाना खाएपछि छुट्टै, खाजा खाएपछि छुट्टै, यसरी टाइम टु टाइम मिलाएर औषधि खाने मात्रै काम हुन्थ्यो। र हिजोको दिनमा ईश्वर नचिन्ताको दिनमा काठमाडौँ बसे पनि एउटा डाक्टर र माता आमाको साथमा चाहिन्थ्यो, गाउँमा बसे पनि एकजना डाक्टर र माता आमाको साथमै चाहिन्थ्यो। हिजोको दिनमा त्यो अवस्था थियो भने आज परमेश्वर पितालाई चिनेपछि परमेश्वर पिताले ती 20-22 वर्षसम्म कन्टिन्यू रूपमा खाएर बसेको ती सारा औषधि पनि आज 7 वर्ष भयो ईश्वरको महिमा चिनेको, औषधिको नाममा एउटा सिटाफल पनि खान नपर्ने योग्यको ईश्वरले बनाउनु भएको छ। आमाको शरीरको बिमारले मात्र निको बनाउनु भएन कि आज रामेछापको दोरम्बमा शाखा चलाइराख्नु हुने कान्छी म्याम हजुर, भीमबहादुर सर हजुर र मैले ग्रहणसँगै पाएँ गोठाटार हाइटको रवि सरसँगै जमुना म्याम, त उहाँहरू सम्पूर्णमा म एकै मुष्टमा नम्र नम्र व्यक्त गर्न चाहन्छु र ईश्वरको सुधार सर्वदा परिपूर्ण गरिरहोस् भन्न चाहन्छु। त त्यसै गरी लामो दूरीलाई छोटो बनाएर यस शाखामा, यस स्थानमा, यो एरियामा पनि हैन हजुर, जति पनि आफू जस्तो दुःखमा, दलदलमा, पीडामा, अशान्तिमा हुनुहुन्छ त आफूले पाएको यो उद्धार र सुधारको जिन्दगी मैले मात्रै उपभोग गर्छु भनेर आज म्याम हजुरले मात्रै सीमित राख्नु भएको भए आज यति बुढाबुढी बा आमा हामी सबैजना यसरी आएर एकै साथमा एकै छानामुनि बसेर महिमा गर्न पाउँथ्यौँ त हजुर। त्यसैले आज यस स्थानमा, यस शाखामा, यो एरियामा पनि एकदमै फराकिलो मन, फराकिलो आत्मा बनाएर त जस्तो सुकै समस्या र आपद विपदहरू आइपर्दा पनि सदाबहार त्यो समस्याभन्दा म ठुलो त मभन्दा पनि ठुलो मेरो परमेश्वर पिता ईश्वर हुनुहुन्छ भनेर सदाबहार हजुरहरूलाई वचनमा उत्साहित बनाइराख्नु हुने र आफू पनि वचनमा अडारा खडा रहेर हामी सबैलाई उत्साहित बनाइराख्नु हुने हाम्रो यसै शाखाको प्रमुख सर हजुर त आज नहुँदो रहेछ हैन हजुर। ईश्वरको योजना त आज महिमा त एकदमै रमाइलो लागिरहेको छ, तर सर हजुर हुनुहुन्न, अलिक कस्तो कता खल्लो लागिरहेको छ, हो कि होइन हजुर? जसरी हामीले एउटा तरकारी बनाउँदाखेरि ती तरकारीमा सबै चिज मसलाहरू हाल्छौँ अनि त्यो तरकारीमा नुन भएन भने कस्तो हुन्छ हजुर? खल्लो हुन्छ, हो कि होइन हजुर? त आज सर हजुर नहुँदा पनि हामीलाई त्यस्तै खल्लो लागिरहेको छ। ईश्वरलाई धन्यवाद, ईश्वरको योजना त सर हजुर आज हामीलाई नै वचनमा अडारा खडा बनाउनको लागि र आफू पनि हुनको लागि हाम्रै निमित्त दिन रात नभनिकन, टाढाको दूरी नभनिकन, हो कि होइन हजुर? गर्न जानुभएको रहेछ उहाँ सर हजुर र यसै शाखाको हाम्रो म्याम हजुर र उहाँका सम्पूर्ण घर परिवारकै मुष्टमा मसित झुकाएर व्यक्त गर्न चाहन्छु र ईश्वरको साथ सर्वदा बसिरहोस् भन्न चाहन्छु। त त्यसै गरी एकदमै यसै स्टेजमा विराजमान हुनुहुने हाम्रो लिडर सर हजुर, म्याम हजुरहरू लगायत जति पनि वाद्यवादनमा साथ दिनुहुने सर हजुर र जति पनि अगौटे फल, अगौटे समय छुट्याएर आज ईश्वरको महिमाको दिन, आशिषको दिन, ईश्वरको महिमा गर्न जानुपर्छ भनेर एकदमै सांसारिकले लत्याउनुभएका र परमेश्वर पिताले पत्याउनुभएका आत्मिक एकदमै निर्दोष मन लिएर आउनुहुने आत्मिक जनहरू लगायत जति पनि देशमा विदेशमा रहेर आज ईश्वरको महिमा गरिराख्नु हुने सबैजनामा म एकै मुष्टमा नम्र व्यक्त गर्न चाहन्छु। आज ईश्वरको योजना हामीलाई पनि हेर्नुहोस् त हजुर, हाम्रो योजनाले केही चल्दैन, हो कि होइन हजुर? हरेक कुरा ईश्वरको योजना अनुसार हुन्छ। त हामीलाई यहाँ आउने हामीले सोचेको पनि थिएनौँ, आज ईश्वरको योजना रहेछ। त प्रकाशले मलाई बिहानै फोन गर्नुभयो, प्रकाश सर हजुरले, अनि म्याम हजुर आजको महिमा राजगढ जुट्ने अब उता
म जुट्ने ठाउँमा म पनि पाइपलाइन शाखाले लिडर हो। आजभन्दा 1 वर्ष अगाडि म सर्लाही जिल्लामा आएको हो। म पनि पेसाको हिसाबले म सिभिल सब इन्जिनियर हो। अनि म चाहिँ त्यही बैलगञ्ज शाखामा जुट्थेँ। अनि प्रकाश यहाँबाट आउन टाढा पर्छ, म्याम कहाँ छ बुझिदिनु भनेर प्रकाशले मलाई बिहानै फोन आएपछि मैले तुरुन्तै हामी जुट्दै गरेको शाखामा एकजना जगमाया भन्ने म्याम हुनुहुन्थ्यो। अनि उहाँ म्याम हजुर यस शाखामा आउनुभएको रहेछ उहाँको आफन्त। अनि उहाँले यो शाखामा जुटेको एउटा गवाई उहाँ जोड्नु भएको थियो। अनि मलाई ठ्याक्कै याद आयो। अनि मैले उहाँ म्याम हजुरलाई फोन लगाएर नम्बर लिएँ। अनि उहाँको छोरीको नम्बर दिनुभयो। फोन धेरै पटक गरेँ, फोन उठेन। नउठेपछि मैले तुरुन्तै जमुना म्याम हजुरलाई गरेँ। जमुना म्याम हजुर पनि आज महिमाकै निमित्त बर्दिया जानुभएको रहेछ। अनि श्रीराम सर हजुरले मलाई नम्बर दिनुभयो। ल राजघाट नजिक पर्छ कि सर्लाही नजिक पर्छ, दुईवटा शाखाको मलाई नम्बर दिनुभयो। अनि प्रकाशलाई सोधेँ नजिक कहाँ, राजघाट नजिक भनेपछि ल ईश्वरको योजना भन्यो। हामीले सर हजुरलाई फोन गऱ्यौँ त सर हजुरले हामीलाई यस भवनसँग ल्याउन सहयोग गरेर ल्याइदिनु भयो। यसमा पनि सर हजुरमा पनि ईश्वरको साथसाथै हाम्रो पाइपलाइन शाखाबाट पाल्नुहुने विराट सर हजुरलाई पनि र आजको कार्यक्रम सञ्चालक सर हजुरलाई पनि एकदमै म शिर झुकाएर नम्र